जे पनि हुन्थ्यो है, हामी हडबाट भन्छ विदिन भन्छ हड भाषामा, नेपाली भाषाबाट भन्छ हिन्दू है, हिन्दू धर्म। नेपाल हाम्रो जातबाट हाम्रो भाषाबाट चाहिँ सन्थाली भाषाबाट भन्छ विदिन भन्छ है। अनि विदिनमै हामी जन्मियौँ, अब हामी विदिनमै मर्नेछौँ भनेको थियौँ। तर म धन्यवाद छ परमेश्वरले मलाई चुन्नुभयो, बोलाउनु भयो यो दिनसम्ममा, र डल्लै परिवार आज प्रभुमा हुनुहुन्छ। म भन्नु यसमा के भन्न चाहन्छु, कतिजना प्रभुको वचनमा गहिरोतामा हुनुहुन्छ तर कति त हुनुहुन्न, तर प्रत्येकको आत्मा प्रभुमा बाँचेको छ, प्रत्येकले प्रभुलाई स्वीकार गर्नु भएको छ। अनि पीडितको पुस्तकले भन्छ स्वर्गमा र पृथ्वीमा र अधोलोकमा कुनै नाउँ यस्तो दिएको छैन जुन नाउँमा उद्धार पाइन्छ। अनि त्यो नाममा उनीहरूले विश्वास गरेर प्रभु येशू ख्रीष्टको नाममा विश्वास गरेर उनीहरूले घुँडा टेकेको छन्। अनि म विश्वास गर्छु उनीहरू कोही पनि नष्ट हुँदैन, अबको आउने पिँढीमा पनि कोही पनि हुँदैन। म आफै छक्क परे, हाम्रो परिवारमा हाम्रो खानदानमा यस्तो 20 वर्ष टिकेर कोही पनि 20 वर्षदेखि माथि कोही पनि गएन। प्रत्येक परिवारमा एकजना खसेको छ, एकजना दुईजना एवं 4 जनासम्म बितेको छ, 3 जना पनि बितेको छ है। यो एउटा डरलाग्दो कुरा, यसलाई हामी स्टप गर्नुपर्छ। अब हामी त्यो अधिकार तपाईँ र मलाई थाहा छ, त्यो अधिकार तपाईँ र म माथि छ, अब अरू कोहीसँग छैन, तपाईँ र हामीसँग छ। त्यसलाई हामी स्टप गर्न सक्छौँ, त्यसलाई रोक्न सक्छौँ। अनि यदि हुँदैछ भने तपाईँको परिवारमा पनि प्रार्थना गर्नुहोस्। यदि हुँदैछ भने अस्ति भर्खर मैले एउटा छिमेकीको कुरा सुने, 5 जनाको है रेगुलर मृत्यु हुनेछ भनेछ, 4 जना पुगिसके, अब 1 जना बाँकी छ, उहाँ पनि अब अन्तिम स्टेजमा हुनुहुन्छ। अनि मैले के कुरा त्यहाँ सुने भने उनीहरूले जुन पूजापाठ गरेको कुराहरू मैले सुने कि 5 जना चाहिँ रेगुलर बढ्नेछ भनेको छ र भयो पनि। अनि यसलाई चाहिँ हामी रोक्न सक्छौँ किनकि प्रभु येशूले हामीलाई अधिकार दिनुभएको छ। प्रभु येशूले तपाईँ अनि हामीलाई अधिकार दिनुभएको छ। बेलैमा कुनै व्यक्ति पनि जवान उमेरमा मर्न सक्दैन, कुनै रोगले चाहिँ रोक्न सक्दैन, कुनै एक्सिडेन्ट करेन्ट लागेर पानीमा डुबेर आगोमा गएर मर्न सक्दैन, किनकि त्योभन्दा सबैभन्दा विजेता परमेश्वर तपाईँ र हामीलाई, परमेश्वर हाम्रो माझमा हुनुहुन्छ, हामीमा बस्नुहुन्छ, हामीमा है सहायता गर्नुहुन्छ हामीलाई। अनि त्यो अधिकार तपाईँलाई दिनुभएको छ। अब चाहिँ अबको उपरान्तको समयमा चाहिँ परमेश्वरलाई प्रभु तपाईँ आएर गर्नुहोस् भनेर होइन, परमेश्वरले दिइसक्नु भएको छ। अबको समयमा हामीले के गर्ने भने अब यो हुन्छ, म बोल्दछु, येशूको नाउँमा हुँदछ। त्यो खुसी लाग्यो मलाई एउटा नानीको कुरा सुन्दाखेरि, येशूको नाममा लाइन आएछ भने लाइन आयो। यो राइट, मैले धेरैचोटि अनुभव गरेको छु, यति ठुलो पानी परेको छ, मैले घुँडा टेकेर येशूको नाममा पानी रोकी भन्दा रोकिएको छ। म विश्वास गर्छु येशूको नाममा। म आज लगाई 12 वर्ष पुरा भएर 13 मा लाग्दैछु। 13 वर्ष भइसक्यो मैले येशूलाई विश्वास गरेको। 13 वर्ष फिल्डमा म येशूमाथि विश्वास गर्छु जुन जीवित हुनुहुन्छ। मैले नानीहरूलाई है अस्तिको दिन गाइड गरेँ, बसेर देखेँ प्रभु येशू के हुनुहुन्छ, को हुनुहुन्छ। येशू नै थाहा छैन भने हामी आराधना कसरी गर्ने। येशू को आएर शनिबार ताली बजाउँछौँ, येशू थाहा छैन, हो होसाना येशू धन्यवाद भन्छौँ, तर येशू नै थाहा छैन को होइन। यसकारण उनीहरूलाई बस दिएँ मैले, लगभग 14 देखि 15वटा बस दिएँ। पढ भने 1 बजीसम्म पढ भने, एकजनाले बहिनीले चाहिँ पढिसक्यो भने अर्कोले चाहिँ बाँकी छ भने सायद पढिसक्छ, त्यो पढिसक्यो भने बाँकी फेरि पनि अर्को बस दिन्छु भनेको छु। अनि एउटा रहस्यको कुरा चाहिँ हामीलाई थाहा नै छैन भने आराधना कसलाई गर्ने, हामीलाई थाहा हुनु पर्यो नि त हामी आराधना कसलाई गर्दैछौँ। प्रभु म तपाईँलाई गर्दैछु, अनि प्रभु नै थाहा छैन को हो भने प्रभु त प्रभु को हो प्रभु थाहा छैन। अनि प्रभुलाई चिन्नु जरुरी छ। त्यो प्रभु चाहिँ जीवित येशू हुनुहुन्छ। उत्पत्ति 1:1ले भन्छ, यूहन्ना 1:12ले भन्छ, 1:2ले भन्छ, 1:1 भन्छ, यूहन्ना 10:30ले भन्छ है। परमेश्वर को हुनुहुन्छ जो जीवित हुनुहुन्छ, जो तपाईँ साथमा ममा हुनुहुन्छ। अनि यो समयमा उहाँको आत्माले भयङ्कर तरिकाले चलाइराख्नु भएको छ। उहाँको आत्माले चलाउनु दिनुहोस्, म भन्छु तपाईँहरूलाई। नरोक्नुहोस्, नलजाउनुहोस्, नरोक्नुहोस्, नडराउनुहोस्। ला के पो भन्छ हौ भन्नु छोडिदिनुहोस् त्यो कुरा। उहाँले जस्तो अगुवाई गर्नुहुन्छ, जस्तै चलाउनुहुन्छ त्यही तरिकाले चल्नुहोस्। तर यसमा 2टा कुरा छ, तपाईँ
सियर हुनुपर्छ। यसमा चाहिँ